तपाईँहरूले आजदेखि हेरिराख्नु भएको सेयर मार्केटमा चाहिँ यो एउटा कम्पनी चाहिँ मलाई चाहिँ भन्नु मन लागिरहेको कम्पनी हो सिक्लेस हाइड्रो पावर कम्पनी लिमिटेड हो। यो चाहिँ झन्डै 95 लाख किता चाहिँ सेकेन्डरी मार्केटमा मात्रै छ। यसको प्रमोटर सेयर पनि लक इन खोलिसकेर यो सबै सबलाई आइसकेर यसले योबाट तपाईँहरूले हेर्दै हुन्छ यहाँबाट 1175बाट झरेर यो चाहिँ झन्डै 600 हाराहारीसम्म 570सम्म 541 अथवा तपाईँको 570 हाराहारीमा धेरै नै टाइम बसेको भएर यसले के गरिरहेछ भन्ने हुन्छ भने अब यसको एकुमुलेसन फेजै हो होइन। यसको सप्लाई आइसक्यो, प्रमोटरहरू पनि बाइङ सेलिङ सबै भइसकेर बाई गरे कि सेल गरे भन्ने कुरा त बुझिएन। सेलै गरेर प्रमोटरहरूले प्रायः जसो तपाईँको 1200 लाई 600 सेल गरे। तर यसको प्राइसिङ अलि समय चाहिँ यस्तै बसेर तपाईँको यो साउनसम्ममा चाहिँ यो कम्पनी उकालो लाग्ने नै जस्तो देखिन्छ। किनभने यसको लाग्नलाई सबैभन्दा आवश्यक पोइन्ट भनेको अहिले जुन देखिरहेछ नि यो तपाईँको पोल्युटेड टाइपले यसलाई उछाल ल्याउनलाई चाहिँ एकदम हल्ला पनि मार्केटमा आइरहेको छ यसको। अब यही बिचमा यिनीहरूले सप्लाई गर्ने कुरा होइन, किनकि सप्लाई भइसक्यो। तर बोलिङ्गर बेनको पनि एकदमै तल्लो लेभलमा झरेर तपाईँको मनी सप्लाई पनि अब झरेर घटेर यसको किताहरू चाहिँ उठाइसक्यो। अब लगभग यसले आरएसआईहरूलाई पनि तपाईँको झन्डै 50भन्दा माथि नै बसिरहेछ र सबै कुरा हेर्दाखेरि यसले एकचोटि चाहिँ तपाईँको कति बढ्छ थाहा छैन, 50, 100, 200, 300, 500सम्म बढ्ने सम्भावना भएको भएर यति नै भनेर चाहिँ भन्न नसकिने कम्पनी हो। तर बढ्न चाहिँ अनिवार्य अवश्य बढ्छ है त।